अब हरेक दिन बिहान 7 बजेर बेलुकी 6 बजे मेलौली खबर। बैतडीको सुर्नयामा तालाबन्दी, सार्वजनिक सुनवाई स्थगित। वन्यजन्तु संरक्षणमा चुनौती, कञ्चनपुरको शुक्लाफाटामा चोरी सिकारी रोकिएन। निर्वाचन भएको 1 महिना नपुग्दै कैलाली जनपुस्तकालयका 4 सदस्यको राजीनामा। बझाङमा मोटरसाइकल दुर्घटनामा घाइते स्वास्थ्यकर्मीको मृत्यु। आजको समय सन्दर्भमा हामी बैतडीको सुर्नया गाउँपालिका पशुशाखा प्रमुख उपेन्द्र कुमार शाहसँग कुराकानी गर्नेछौँ। जुनसुकै रोग आउँछ पशु सम्बन्धी, हामी त्यसमा एकदम उपचारको लागि तयार हुन्छौँ। रासोपाले कार्तिक 15 भित्र उम्मेद्वार छनौटको तयारी सुरु गर्ने। सरकारले सुरक्षाकर्मी हटाएपछि ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी र युवा संगठन। शीतल निवासमा सर्वदलीय बैठक सुरु। प्रमुख दलका दोस्रो तहका नेता उपस्थित। विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको प्रचण्डको भनाई। चीनको खतरा सामना गर्न ताइवानले टिटोम नामक वायु रक्षा प्रणाली निर्माण गर्ने। भेनेजुएलाकी विपक्षी नेत्री मचाडोलाई नोबेल शान्ति पुरस्कार। र आइसिसी T20 विश्वकप छनौटमा नेपालले आज जापानसँग खेल्दै। समृद्धि र विकासका लागि समावेशी आवाज सामुदायिक रेडियो मेलौली FM 101.2 मेगाहर्जमा शुभकामना, विज्ञापन, समवेदना, जन्मदिनका शुभकामना प्रसारण गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि मोबाइल नम्बर 98 48 88 86 86 र 98 68 30 07 16। सामुदायिक रेडियो मेलौली FM 101.2 मेगाहर्ज। सामुदायिक रेडियो मेलोली FM 101.2 मेगाहर्ज र अनलाइनमा melolyखबर.com मार्फत प्रसारण भइरहेको साँझ 6 बजेको मेलोली खबरमा हार्दिक स्वागत छ। म कविता सार्की। खबर अब विस्तारमा। बैतडीको सुर्नया गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम प्रभावित भएको छ। स्थानीय युवाहरूले विरोध जनाएपछि सार्वजनिक सुनवाई हुन नसकेको हो। युवाहरूले पालिकाको कार्यालयमा तालाबन्दी नै गरिसकेका छन्। यसअघि पटक पटक गाउँपालिकालाई सूचना माग गर्दा गर्दै उपलब्ध नगरिएको भन्दै युवाहरूले विरोध जनाएका हुन्। गत जेठमै पालिकामा भए गरेका गतिविधिमा बारेमा सूचना माग गर्दा गर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताउनुभयो। शुक्लाफाटा नगरपालिका 8 फुलेली स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले वनका वन्यजन्तु र वन पैदावार चोरी निकासीका घटना बढेको पाएको बताउनु भएको छ। सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हात हतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै आएका छन्। साथै उनीहरूले वन सिमानामा तारबार भत्काउने अनुमति पूर्जी नलिई घाँस दौरा, डाले घाँस लगायत वन पैदावार संलग्न गर्ने र सामुदायिक वन क्षेत्रलाई अधिकृत चरिचरणमा रूपमा बारम्बार प्रयोग गर्दै आइरहेका छन्। चुनाव भएको 1 महिना नपुग्दै कैलाली जनपुस्तकालयका सदस्यले राजीनामा दिएका छन्। भदौ 28 गते भएको निर्वाचनमा निर्वाचित भएका 4 जनाले राजीनामा दिएका हुन्। कार्यसमितिमा सदस्य पदमा निर्वाचित जयराज जोशी, शेरसिंह खड्का, TR पाठक र सुशीला भट्टले राजीनामा बुझाएका हुन्। 4 जनाले असोज 22 गते राजीनामा लेखेर बुझाएको जयराज जोशीले बताउनु भएको छ। भदौ 28 गते भएको निर्वाचनमा अध्यक्षमा 2 जना उम्मेद्वार तयार भएका थिए। अहिलेका अध्यक्ष शिवराज ओझालाई सर्वसम्मत बनाउन भूमिका खेले पनि आफूहरूलाई सदस्य पदको चुनावमा 40 जनालाई पराजित गर्न अध्यक्ष ओझाले चलखेल गरेको जयराज जोशीले गुनासो गरेका छन्।
महिलाको श्रम सम्मान र आर्थिक सशक्तिकरणका लागि धनगढी उपमहानगरपालिकाले शनिबारीय महिला उद्योग बजार सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाको शनिबारीय महिला उद्योग बजार सञ्चालन तथा व्यवस्थापन समितिको 2081 असोज 21 गतेको निर्णय अनुसार महिलाहरूको श्रमको सम्मान आर्थिक सशक्तिकरणको अभियान भन्ने नारासहित यो बजार सुरु गर्न लागेको हो। नगरपालिकाले धनगढीको ओडा नम्बर 1 स्थित जेएनजी मार्गमा प्रत्येक शनिबार बिहान 2 बजेदेखि साँझ 6 बजेसम्म बजार सञ्चालन हुने जनाएको छ। धनगढी उपमहानगरपालिकाले यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाएको छ। उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ यात्रामा पठाएको हो। शुक्रबार धनगढीका 150 जना एकल महिला मुक्तिनाथ यात्राका लागि प्रस्थान गरेका छन्। उनीहरूलाई नगर प्रमुख गोपाल हमाल लगायत जनप्रतिनिधि र कर्मचारीले विदाई गरेका हुन्। बझाङमा मोटरसाइकल दुर्घटनामा परेका एक स्वास्थ्य कर्मीको उपचारका क्रममा मृत्यु भएको छ। जय पृथ्वी नगरपालिका 3 का 38 वर्षीय नरजित बहादुर खड्काको बिहिबार निधन भएको हो। गत असोज 17 गते साँझ जय पृथ्वी नगरपालिका 2 बाट घर फर्किँदै गर्दा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनापछि उपचारका लागि उनलाई धनगढी हुँदै भारत लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ। खड्का तलकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत रहेका थिए। अब समय सन्दर्भको पालो। बैतडीको सुर्नया गाउँपालिकाले पशु सम्बन्धी सम्पूर्ण सेवा दिँदै आइरहेको छ, तर पनि पशु सम्बन्धी किसानहरूलाई चेतनामूलक कार्यक्रम जति सञ्चालन हुनुपर्ने हो त्यति बजेट अभावको कारणले सञ्चालन हुन नसकेको बताउनु भएको छ। बजेट अभाव भए पनि पशु प्राविधिकहरूलाई आवश्यक परेको बेला सम्बन्धित ठाउँमा पठाउने गरिएको बताइएको छ। सुनौ पशु शाखा प्रमुख उपेन्द्र कुमार शाहसँग गरिएको यो कुराकानी। आजको समय सन्दर्भ अब यसमा तोकिएर छैन कि यो रोगको उपचार गर्छु या कुनै नामको रोगको उपचार गर्छु। यसमा विभिन्न किसिमका जुनसुकै रोग आओस्, बुझ्नु न, हामी ह्यान्डल गर्ने अवस्थामा एकदम तयार अवस्थामा हामी सबजना तयारै हुन्छ उपचार गर्नलाई। जस ज्वरो भयो, अब विशेष गरी खरी रोग, यस्ता धेरै प्यारालाइसिस, यो किसिमका धेरै रोगहरू आउँछ, डिस्टोफिया, जुनसुकै रोग आउँछ पशु सम्बन्धी, हामी त्यसमा एकदम उपचारको लागि तयार हुन्छौँ। अब यसको लागि के छ म्याडम, अब मेन हाम्रो पशु सेवा शाखा भयो पालिकामा को अर्को उपचार केन्द्र छ। अब त्यस्तै एकाइ 4-5 ठाउँमा छ। सबैलाई एक प्राविधिकलाई 1-2 वार्ड यस्तै जिम्मेवारी दिएर सबै रोग नियन्त्रण गर्नलाई हामी हरेक वार्डमा खटेका छौँ। अहिले उसो हेर्दा सर, अब बर्सातको समय छ। यो बर्सातको समयमा चाहिँ पशुहरूमा बढी जसो कुन रोगको आक्रमण हुन सक्छ? यो वर्षायाममा के हुन्छ कि अब के हुन्छ, गर्मीले अनि चिसोले एकैचोटि बारिस भएपछि कुनै बेला गर्मी आउँछ, कुनै बेला चिसो आउँछ। अब यसलाई हामी के बुझ्छौँ, नर्मल भाषामा शरद गरम बुझ्छौँ कि यो रोग के छ कि यसमा ज्वरो पनि आउँछ, रुगा खोकी पनि आउँछ, त्यस्तै खाले विभिन्न किसिमका संक्रमण रोग आइरहेका हुन्छ। यो ठाउँ अनुसार हो। अब ठाउँ अनुसार मानव तराईतिर के छ कि बाढी पहिरोले के हुन्छ कि एकदम यतातिर एक हिजै देखे इन्फेक्स रोगबाट एक पशु मर्यो, तर हाम्रो पहाडमा त्यहाँ शून्यमा त्यस्तो खाले जटिल रोग आउने अवस्था देख्दैन। विशेष गरेर खरी रोग आउँछ कुनै बेला, तर यो वर्षाको कारणले रुगा खोकी यो नर्मल एकदम कन्ट्रोल हुने अवस्था खाले आउँछ। यस्ता रोगहरू आउँछ। अहिले सर धेरै ठाउँहरूमा यो लम्पी स्किन, खोरेट रोगहरू पनि देखिएको अवस्था थियो। अब हाम्रो चाडपर्वहरू पनि अलि यो दशैंको समयमा चाहिँ बोकाहरू, रङ्गाहरू हैन तराई क्षेत्रबाट पनि लिएर आउने पहाड क्षेत्रमा गर्ने गरिन्थ्यो हैन। यसबाट चाहिँ केही संक्रमण भेटिएको छ अहिलेसम्म? लम्पी रोग भेट्न त भेटिरहेछ, तर त्यस्तो एकदम विकराल रूपमा एकदम मर्ने यताउति हुने त्यस्तो हिसाबले त छैन। भर्खर 2 महिना पहिला देखि नै गाईमा धेरै देखे लम्पी स्किन कुनै ठाउँमा
धेरै भन्नाले एक टोलमा 2-4 वटा भयो नि धेरै भयो त्यो चाहिँ बुझ्नुपर्छ। अब त्यो देखा थियो तर आजभोलि बढ्ने चान्स के छ कि अब लम्पी रोग के छ कि भाइरल रोग हो। त्यो तराईबाट खानेकुरा पशु बलिको लागि हुन्छ नि त्योसँगै संक्रमण भएर त्यो आउँछ। अब यता भित्रिएपछि त्यो रोग एकदम फैलिन सक्छ भनेको तपाईँको के छ कि त्यो घाउको पपराहरू आउँछ। त्यो पपरा के हुन्छ कि त्यसमा भाइरसको मिक्सिङ हुन्छ। त्यो खसेर बडीबाट खसेपछि त्यो फेरि अरू पशु त्यहाँ बस्यो त्यहाँ हिलडुल गर्न गयो भने संक्रमण भइहाल्छ त्यो रोगबाट। अब यसलाई के हुन्छ कि बेला बेलामा हाम्रो विज्ञ केन्द्रबाट अनि यता स्थानीय पशु सेवा शाखाबाट पहल गरेर बेला बेलामा लम्पी स्किन रोग सम्बन्धी भ्याक्सिन लगाइरहेका हुन्छ। जस्तो सर यो रोग लाग्नुभन्दा लाग्नु दिनुभन्दा पनि लाग्न नदिनुको लागि चाहिँ यो किसानहरूले कस्तो खालको सहजता अपनाउनु पर्छ, कस्तो खालको सतर्कता अपनाउनु पर्ने हुन्छ? लाग्न नदिनलाई मेन सक्रियता के छ कि भ्याक्सिनको भूमिका। यो जहाँबाट नै बुझ्नु अब कहिलेकाहीँ विज्ञ केन्द्रबाट भ्याक्सिन लगाउन आयो भने किसानहरूले त्यसमा केही आपत्ति नगरेर त्यो भ्याक्सिन लगाइहाल्नुपर्छ या स्थानीय तहबाट आयो भने त्यो भ्याक्सिन लगाइहाल्नुपर्छ। कुनै कुनै किसानको डर हुन्छ भ्याक्सिन लगायो भने दुधै जान्छ कि हाम्रो पशु फेरि बिरामी पर्छ कि त्यस्तो खाले डर हुन्छ। तर त्यो डर नमानिकन फर्स्ट रूपमा के गर्नुपर्छ भ्याक्सिन लगाउनुपर्छ किसानले। त्यो गाईलाई, दोस्रोमा भैँसीलाई, भैँसीमा अलिक कम आउँछ तर गाईमा विशेष भनेको गाईमा हो त्यो लगाइहाल्नुपर्छ। अनि दोस्रो के कि सरसफाइमा ध्यान दिनुपर्छ। के छ कि फार्महरूले के गर्नुपर्छ हाम्रो व्हिल बाथ हुन्छ नि त्यो खुट्टा जब फार्ममा प्रवेश गर्छ मान्छे या पशु त्यहाँको मेन गेटमा के गर्नुपर्छ पोखरी जस्तो सानो खाडल बनाएर एकदम त्यसमा नलड्ने हिसाबले बनाएर त्यसमा चुन अनि क्लिनरहरू आउँछ त्यसमा हालिदिनुपर्छ। ती खुट्टा सबै त्यसमा भिजेपछि ब्याक्टेरिया भाइरस सबै के हुन्छ कि मरेर जान्छ, नष्ट भएर जान्छ। त्यो भनेको हामी वैकल्पिक सफा गर्ने एक तरिका भयो। त्यो हिसाबले हामी अपनाउनु पर्छ। अनि कहिलेकाहीँ पशुलाई के गर्नुपर्छ कि हाम्रो एक खोरलाई एकदम म्यानेज गरेर राख्नुपर्छ। त्यो सरसफाइ बेला बेलामा टाइममा गर्नुपर्छ। बिहानै बेलुका कसैले बढी पशु छ भने कम्तीमा हप्तामा एकचोटि गर्नुपर्छ। गोबरलाई त दैनिक हटाउनु पर्छ। सरसफाइ भनेको त्यो फिनाइलको गोली भयो, क्लिनर भयो, त्यस्ता खाले औषधि बजारमा पाउँछ या कुनै सेवा केन्द्रबाट पाउँछ त्यहाँबाट ल्याएर सफा राख्नुपर्छ। यो पछिल्लो आर्थिक वर्षमा तपाईको शाखाले कतिजनालाई पशु स्वास्थ्य सेवा दिनुभयो होइन तपाईहरूले? अनि यसको विवरण राख्ने गर्नुभएको छ कि छैन? त्यो विवरण त छ तर के छ कि पछिल्लो अवस्थामा हामीमा त छैन तर 900 थियो। त्यो सबै तलिका गरेर पछिल्लो आर्थिक वर्षमा 900 देखि 1000सम्म हामी एभरेजमा लिया थियो। त्यो डाटा थियो। अब यता आएर मैले के भएछ कि त्यो डाटा फेरि फिक्समा याद तर 900 देखि 1000 को नजिकमा थियो। त्यो फेरि गाई भैँसीमा फेरि बाख्राको संख्या फेरि तपाईको धेरै 2-3 हजार जति जान्छ। आजको समय सन्दर्भ अब राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 15 कार्तिकभित्र उम्मेद्वारको तयारी सुरु गर्ने भएको छ। 22 र 24 असोजमा बसेको सचिवालय बैठकले उम्मेद्वार छनौटको विधि बनाउन सहमहामन्त्री विपिन कुमार आचार्यलाई जिम्मेवारी दिएको छ। एकीकृत निर्वाचन शाखा अन्तर्गतको उम्मेद्वार छनौट विधिमा प्रदेश मार्फत जिल्ला निर्वाचन क्षेत्र पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न आचार्यलाई तोकेको छ। प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मेलन सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय रासोपाले गरेको हो। सरकारले सुरक्षा कटौती गरेपछि पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन्। एमाले पोलिट ब्युरो सदस्य महेश बस्नेतले यस्तो जानकारी दिनुभएको हो। सरकारले पूर्व प्रधानमन्त्री लगायतका उच्च पदस्थहरूले राखेका सुरक्षाकर्मीहरू घटाएपछि पार्टीका कार्यकर्ताहरू नै सुरक्षामा बस्न लागेका हुन्। यसअघि माओवादी केन्द्रका अध्यक्ष
अध्यक्ष पुष्पकमल दाहालले सुरक्षामा YCL र पूर्व जनमुक्त सेना राख्ने निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ। राष्ट्रपति भवन शीतल निवासमा केही बेर अघि सर्वदलीय बैठक शुरू भएको हो। बैठकमा प्रमुख दल नेकपा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी रहेका छन्। बैठकमा कांग्रेसबाट उपसभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगन कुमार थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादीबाट नेता नारायण काजी श्रेष्ठ र वर्षमान पोन लगायतका नेताहरू उपस्थित भएका छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनतामा अहिलेको जस्तो संकट विपदमा कहिल्यै नआएको बताउनु भएको छ। आज ललितपुरको एक होटलमा सम्पादकहरूसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको दावी गर्नु भएको छ। अहिले पनि सार्वजनिक संकट कायम रहेको उहाँले बताउनुभयो। विदेशमा रहेका नेपालीलाई पनि आउँदो फागुन 21 गते हुने चुनावमा सहभागी गराउन माग सहित जेएनजी अभियन्ताले निर्वाचन आयोगमा आज ज्ञापन पत्र बुझाएको छ। निर्वाचन आयोगको मुख्य कार्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका नेपालीहरूलाई पनि मत खसाल्ने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोगका पदाधिकारीहरूलाई ज्ञापन पत्र बुझाएका हुन्। जेएनजी अभियन्ता शिव यादवले चुनावको तयारीको बारेमा पनि आयोगसँग जानकारी लिएको बताउनु भएको छ। जवाफमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका मतदातालाई आउँदो चुनावमा सहभागी गराउनका लागि आयोग लागि परेको बताउनुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलिका सबै र्याली सभा र प्रदर्शनलाई स्वीकृति नदिने निर्णय गरेको छ। र्याली, जुलुस, धरना सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षा प्रत्याभूति गराउन कार्यमा थप जटिलता थपिने भएकाले त्यस्ता कार्यक्रम गर्नका लागि स्वीकृत प्रदान नगर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिनुभयो। मतदाता नियमावली ऐन 2073लाई संशोधन गर्न बनेको अध्यादेश 2082 राष्ट्रिय सभामा दर्ता भएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले विधेयक राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता गरेका हुन्, जसमा गृहमन्त्री अर्यालले अध्यादेशको उद्देश्य र जारी गर्नुपर्नेको कारण उल्लेख गर्नुभएको हो। निवर्तमान गृहमन्त्री रमेश लेखकले कानूनी प्रशासनको मान्यताभित्र बसेर काम अघि बढाउन सरकार र जाँचबुझ आयोगलाई आग्रह गरेका छन्। अघिल्लो महिना 23 गते भएको प्रदर्शनपछि राजीनामा दिएका लेखक त्यस यता सार्वजनिक भएका थिएनन्। शुक्रबार पहिलो पटक सार्वजनिक भएका लेखकले आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि हटेर कामलाई अगाडि बढाउनु पर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय खबरहरू। अन्तर्राष्ट्रिय खबर। ताइवानका राष्ट्रपतिलाई चिङ तेलेले टी डोम नामक नयाँ बहुस्तरीय वायु रक्षा प्रणाली अनावरण गर्नुभएको छ। शत्रुको खतराबाट आफूलाई बचाउन र रक्षा खर्च बढाउन टी डोम वायु रक्षा प्रणाली निर्माण गर्ने ताइवानका राष्ट्रपतिले बताउनु भएको छ। यस्तै उहाँले चीनलाई टापु कब्जा गर्न बल प्रयोग त्याग्न आह्वान गर्नुभएको छ। प्रजातान्त्रिक रूपमा शासित ताइवानले चीनबाट बढ्दो सैन्य र राजनीतिक दबावको सामना गरिरहेको छ। चीनले ताइवानलाई आफ्नै क्षेत्रका रूपमा हेर्दै आएको छ। यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरियाना मडाडोलाई प्रदान गरिने भएको छ। नोबेल पुरस्कार समितिले भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय 58 वर्षीय मजाटोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। समितिले मजाटोलाई अटिटल र शान्तिप्रति प्रतिबद्ध अगुवाका रूपमा व्याख्या गरेको छ। र अन्त्यमा खेल खबर।
आइसिसी टी20 विश्वकप छनौटमा नेपालले आज जापानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार ओमानमा दिउँसो 4:15 बजेबाट सुरु भइसकेको छ। नेपाल एक खेल अगाडि नै आइसिसी टी20 विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनौटको सुपर 6 मा प्रवेश गरिसकेको छ। हिजो जापानले कुवेतलाई 5 विकेटले हराउँदै नेपालले एक स्थान पार गरेको हो। समूह बी को पहिलो खेलमा नेपालले कुवेतलाई 58 रनले हराएको थियो। नेपाल नेट रन नेटको आधारमा शीर्ष स्थानमा रहेको छ। जापान भने दोस्रो स्थानमा रहेको छ। जापान पनि सुपर 6 प्रवेश गरिसकेको छ। लगातार 2 हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ। प्रसारणको अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बैतडीको सुर्नयमा तालाबन्दी, सार्वजनिक सुनवाई स्थगित, वन्यजन्तु संरक्षणमा चुनौती, कञ्चनपुरको शुक्लाफाटामा चोरी सिकारी रोकिएन। निर्वाचन भएको 1 महिना नपुग्दै कैलाली जनपुस्तकालयका 4 सदस्यको राजीनामा, बझाङमा मोटरसाइकल दुर्घटनामा घाइते स्वास्थ्यकर्मीको मृत्यु। रासोपाले कार्तिक 15 भित्र उम्मेद्वार छनौटको तयारी सुरु गर्ने, सरकारले सुरक्षाकर्मी हटाएपछि ओलीको सुधारमा भूपो सैनिक प्रहरी र युवा संघ खटिने। शीतल निवासमा सर्वदलीय बैठक सुरु, प्रमुख दलका दोस्रो तहका नेता उपस्थित, विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको प्रचण्डको भनाई। चीनको खतरा सामना गर्न ताइवानले टी-डोम नामक वायु रक्षा प्रणाली निर्माण गर्ने, भेनेजुएलाकी विपक्षी नेत्री मचाडोको नोबेल पुरस्कार। र आइसिसी टी20 विश्वकप छनौटमा नेपालले आज जापानसँग खेल्दै। हवस् त, सामुदायिक रेडियो मेलोली एफएम 101.2 मेगाहर्ज, अनलाइनमा melolyखबर.com मार्फत र हाम्रो पात्रो मोबाइल एप मार्फत समेत प्रसारण भइरहेको साँझ 6 बजेको मेलौली खबर सकियो। म कविता सार्की पनि बिदा हुन्छु। नमस्कार।